अब छोड्दिनु नि अब बाय बाय टिका सबै पुगेछ हैन यस्तै योबाट चाहिँ माइनसहरु चाहिँ बहिनीको पैसा हो अघिको लाभस देशाम जयदेशाम कुतस्तेशाम प्रादय ईशाम सुर्किनी पारे भन्दै ल Gracias.
कपडा पिदिन्छ फुल्लो लामाले पनि अलिकति मिठाउनु
धेरै नपिउ होइन गाह्रो हुन्छ नि चारजना पाँचजना 5,000 चाहिँ ल ल छिटो तपाईहरुको कति हो उहाँहरुलाई मर्काउनु पनि यहाँ पनि 40,000 रुपैयाँ होला माफ गर्न सक्छ है ल 1,000 पर्छ सबै ल सालीहरु हैन पिछाडी उनी सालीहरु थपिदै जानु भयो के थपिनी त साली भएपछि थपिन्छ नि सरप्राइज दिने साली जतिजना साली भए पनि तिमीले एउटै हुन्छ भन्न सालीको
भन्नै परेन के डिमान्ड एउटै हुन्छ साली किन गर्ने साली किन हैन यति नहुने नि गाई फिर्का अलिक कडा कसको दाइको होला राउन्ड दाइ जस्तो लाग्छ कहाँ 2000 भने मानिन्छ रहेछ नि के माने नानीले भने अनि 10 हुन तल काट्नु माथि भने 4 लाख रुपैयाँ मागेर 4 लाख रुपैयाँ कसरी दिन्छ हजुरलाई बच्चाको ल्याएको कुरा हैन के साली भनेको त मेना 5555 मेना बुझ्यौ 125 दिने म अन्त कति जना हैन 125 दिने सारा गर्ने निकाल्ने 125 चेक गर्नु भएर 125 यसले बजाएको अघि बढ्यो शिवराज हुन्न न यो 500 यो कहीँ नभएको नियम चाहिँ नगर न अहिलेसम्म नियम चाहिँ 2225 गरे 10 भन्दा तल तपाईहरुको न हाम्रो 30 हाम्रो त हाम्रै हो 5555 त्यहाँ आउँदैछ फेरि त नै बोल्नु भएको जापानबाट उता उता जानी रहेछ जापानी हो यो अहिले जुत्ता गरेर कति 5,500 बस्छ 500 को जुत्ता लगाएर हाल्दिन तिमीलाई पुत्रो दिन्छ लिएन अझै 5555 बस्नु मिलाउन सकेनौ यो त नहुने यो त सपनामा नसोचे हुन्छ बरु राजभर यही बखरी हामीलाई घर राख दुलाले सौराज मान्ने कुरो मनाइसकेको छोरो तयार छ फेरि हेर्नु हाँसो है सबै कुरा हाँसो कसैले पनि अनुरोध नसोच्नु होला एउटा रमाइलो हो लास्ट हामी 5,000 छ अलि भन्दा हुन्न 30,000 हुन्छ त शिवे तैँले मूल्याङ्कन गर्दै त 10,000 थियो आफ्नै घरको पैसा यस्तो के आफ्नै घरको पैसा हो यस्तो ल्याङ्कन गर्ने हैन के अहिलेसम्म रमाइलो गरियो अनि यो रमाइलो पो हो पानी दिमाग सल्लाह गरियो साथीहरुले सल्लाह गर्ने सल्लाह गर सालीको एकजना नानीहरुले साली पर्ने बानी हो के पागल चारजना नि तिमीहरु यस्तो के हो भने यो आफ्नै हो हाम्रो पैसा पनि आफ्नै हो अब के भन्नु पर्ने भने तिमीले मेरो दिदीलाई राम्रोसँग पाल्नु भिनाजु मलाई रुपियाँ चाहिन्न भनेर त्यहाँ लगाइदिनु पर्ने हो अब तिमीले पैसाले बेच्ने हो दिदीलाई त्यसो होइन अब तिमीले त्यति मान देऊ ल भिनाजु अब यस्तै भनेर 30,000 मा मान्छु मैले अहिले के भने तिमीले जुत्ताको पैसा लियो भने दिदीलाई बेचे यस्तो हुन्छ हामीले बेचेको हैन यो हाम्रो परम्परा हो मेरो साइडलाई मैले जब दिएको यति खुसी भएन मिल्यो 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 मिले हैन 10,000 बोल्दै 30,000 अब त्यसमा 10,000 मा सालीहरुले बाँड्ने कुवै बाँड्ने भनेको बाँड्ने हो भन्दा पनि कम्प्रोमाइज सुनिया राजाको छोरीको बिहा भने हुँदैन 10 बोलिसकेपछि 10 लिएर दिन्छ भने ओके नभए फेरि यता गर्न सुरु हुन्छ
अब छोड़ दीजिए अब
योबाट चाहिँ -100 रुपियाँ बहिनीको पैसा हो यो Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn